नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै ढुकढुकी भित्रको मान्छे प्रकाश केसीको। कार्यक्रम ढुकढुकीमा हामीले तपाईँकै जिन्दगीमा घटेको त्यो वास्तविक घटनालाई स्थान दिने गर्छौँ। आजको कार्यक्रममा आफ्नो नाम ठेगाना नखुलाउने साथीको नाम ठेगाना नखुलाउने शर्तमा उहाँले चाहिँ हामीलाई ढुकढुकी सम्प्रेषण गर्नुभएको छ। अब लाग्छौँ उहाँको ढुकढुकीतर्फ। मेरो साथी, जिन्दगीमा मानिसले सोचे जस्तो जीवन हुँदैन रहेछ। जे सोचेर मानिस अगाडि बढिरहेको हुन्छ, तर सोचेको कुरा सबै कहाँ पुरा हुन्छ र? मान्छेलाई सबै कुरा पुरा गर्न धेरै गाह्रो हुँदो रहेछ। हो मेरो साथी, सङ्घर्ष गर्दा गर्दै हरेक पाइलामा ठक्कर खाँदै अगाडि चलिरहेको मेरो जिन्दगीको दुखेसोलाई आज म तपाईँको आवाजले सबैको माझमा पोख्न चाहन्छु। मेहनत गर्दा गर्दै पनि हरेक मोडमा पटक पटक ठोकिँदै आएको मेरो दुखी जीवनको कथा व्यथा म सुनाउँछु आज तपाईँलाई। मेरो साथी, मेरो जन्म विक्रम सम्वत 2045 साल 2 महिना 10 गतेका दिन एउटा सामान्य परिवारमा भएको थियो। मलाई घरमा सबैजनाले माया गर्नुहुन्थ्यो। मेरो घरमा हजुरबुबा, बाबा, मम्मी र म थियौँ। म गाउँ नजिकैको स्कुलमा पढ्ने गर्थेँ। मेरो पढाइ पनि निरन्तर अगाडि बढिरहेको थियो। म सानो छँदा नै हजुरबुबाको पनि मृत्यु भएको रहेछ। हो, यो समयको खेल पनि अचम्मको हुँदो रहेछ। हो मेरो साथी, बाबा मम्मीको मायाले त एकदमै खुसीसँग दिनहरू बिताइरहेको थिए। हाम्रो परिवार खुसी नै खुसी थियो। म पनि मेरो पढाइलाई अगाडि बढाइरहेको थिएँ। मेरो साथी, एक दिन हामी बाबा मम्मी र म खाना खाएर साँझको समयमा कुरा गर्दै बसिरहेका थियौँ। त्यति बेला मम्मीले घरको आर्थिक स्थितिलाई राम्रो बनाउने सोचले विदेश जाने कुरा गर्नुभयो। बाबाले म जान्छु भनेर भन्नुभयो र मम्मीले पनि म जान्छु भन्दै जिद्दी गर्नुभयो। मैले मम्मीलाई भनेको थिएँ, मम्मी किन विदेश जाने कुरा गर्नुभएको? आफ्नै देशमा केही गरे यही हुँदैन र? मम्मीले भन्नुहुन्थ्यो, छोरा, नेपालमा गर्नको लागि के नै छ र? फेरि पैसा पनि त कम हुन्छ नि। त्यसैले केही वर्ष बसेपछि त हामीलाई नै राम्रो हुन्छ। हो मेरो साथी, यसरी केही समयपछि मम्मी पनि हामीलाई छोडेर विदेश जानुभयो। मम्मी गएपछि किन सुनसान लाग्न थाल्यो। म त्यति बेला कक्षा 5मा पढ्ने गर्थेँ। हरेक दिन मम्मीको यादले सताउने गर्थ्यो। घरमा बाबा र म थियौँ। कहिलेकाहीँ मम्मीले फोन गर्दा धेरै कुरा गर्ने गर्थ्यौँ अनि घरमा बाबासँगै पनि हरेक कुरा गर्ने गर्थ्यौँ। समयको गति निरन्तर अगाडि चलिरहेको थियो। बेला बेलामा मलाई मम्मीको यादले सताउने गर्थ्यो। मम्मीको सपना देखेर झस्किने गर्थेँ। मेरो साथी, मम्मी गएको पनि 2 वर्ष जति भइसकेको थियो। हाम्रो खुसीका दिनहरू बिस्तारै बिस्तारै आइरहेका थिए। मान्छेको जीवनमा खुसी थोरै समयको लागि आउँदो रहेछ। हो मेरो साथी, म त्यति बेला कक्षा 7मा पढ्ने गर्थेँ। जुन दिन म स्कुलबाट आएर घरमा बसिरहेको थिएँ, त्यही दिन साँझ हाम्रो घरमा एउटा गाडी आयो। मैले सोचेँ हाम्रो मम्मी विदेशबाट आउनुभयो। तर मेरो साथी, गाडीमा एउटा ठुलो बाकस ल्याइएको रहेछ। त्यही बाकसभित्र हो मेरो साथी, त्यही बाकसभित्र मम्मीलाई मरेको अवस्थामा पो ल्याइएको रहेछ। म त्यति बेला हेरेको हेरै भए। मम्मी भन्दै कराउन थाले, चिच्याउन थाले। मम्मीलाई मैले हेर्नै सकिनँ। म खालि रुनु बाहेक मसँग अरू कुनै उपाय थिएन। हो मेरो साथी, यसरी मैले मम्मीलाई गुमाउनु पर्यो।
मम्मीले विदेशमा धेरै कमाएर मलाई धेरै पढाएर ठुलो मान्छे बनाउने सपना थियो, तर सबै चकनाचुर भयो। हो मेरो साथी, नेपालमा यसरी दुःख छ भन्दै विदेश जानुभएको मेरो मम्मी यसरी अर्काको देशबाट मरेर आउनुपर्ने, यो कस्तो विडम्बना हुन्छ नेपालीको। हो मेरो साथी, नेपालमा दुःख छ भनेर गएको मेरो मम्मी फर्कदा बाकसमा फर्कनु पर्यो। मेरो साथी, अब मेरो जिन्दगीमा सबै थोक हराए जस्तो लाग्यो। मम्मीको यादले हरेक दिन सताउने गर्थ्यो। मम्मीको मृत्युपछि मेरो पढाइ पनि बिस्तारै बिग्रदै गयो। बाबाको व्यवहार पनि अलिक फरक हुँदै गएको थियो। मम्मीको मृत्युपछि बाबाले पनि सानो सानो कुरामा झर्किने गर्नुहुन्थ्यो। यसरी घरमा कामको चापले गर्दा मेरो पढाइ पनि बिग्रियो। हो मेरो साथी, घरमा बिहान उठेर खाना बनाउने अनि घरको सबै काम गरेर दिनमा गोठालो जानु पर्थ्यो। गोठालो गाउँका अन्य साथीहरू पनि गएका हुन्थे। मेरो साथी, गाउँमा एकजना रन्जु नाम गरेकी केटी थिइन्। उनी सानैदेखि मसँग मिल्ने गर्थिन्। उनी र म भेट भएपछि धेरै बेरसम्म कुरा गर्थ्यौँ। हाम्रो साथीत्वको नाता एकदमै अजम्बरी थियो। हामी एकदमै मिल्ने गर्थ्यौँ। मैले पनि रन्जुसँग हरेक दिन कुरा गर्ने गर्थेँ। मलाई रन्जुको सबै कुरा मन पर्थ्यो। रन्जुले मलाई भन्ने गर्थिन्, रोहित, तिमी किन सधैँ निराश हुन्छौ? के म तिम्रो होइन र? हेर रोहित, तिमी मागेर हेर, म तिम्रो लागि मेरो यो ज्यानै दिन तयार छु। मेरो साथी, म उनको कुरामा प्रभावित हुँदै गएँ। किन रन्जु मलाई बिस्तारै बिस्तारै मन पर्न थालिसकेको थियो। हुन त राम्रो फुल कसलाई मन पर्दैन र मेरो साथी। राम्रो कुरा गर्ने हो भने रन्जु पनि असाध्यै राम्री थिइन्। मलाई उनीप्रति साह्रै आकर्षित भइसकेको थिएँ। उनीप्रति किन मलाई सँगै बस्न, सँगै घुम्न मन लागिरहन्थ्यो। उनीसँगै, उनकै छायासँग सधैँ घुल्न मन लागिरहन्थ्यो। उनकै बोलीमा मोहित भन्दा मलाई सधैँ उनकै बोलीमा हराउन मन लागिरहन्थ्यो। यसरी मनको कुरा कतिन्जेलसम्म मनमा राख्ने भन्ने सोचले एक दिन रन्जुलाई भेटेर मैले मन पराएको कुरा गरेँ। मेरो कुरा सुनेर रन्जु अचम्म पर्दै भनिन्, रोहित, म पनि तिमीले भन्ने यही कुराको पर्खाइमा थिएँ। म पनि तिमीलाई धेरै माया गर्छु रोहित। म आज ज्यादै खुसी छु, किनकि संसारमा सबै चिज पाइन्छ भन्छन्, तर आफूले मन पराएको मान्छे पाउन गाह्रो हुन्छ। आज मलाई माया गर्ने मान्छे तिमी छौ। म ज्यादै खुसी छु। मेरो साथी, रन्जुको र मेरो प्रेम पनि दिनदिनै फुल्दै गएको थियो। हामी एकअर्काको मायामा धेरै खुसी थियौँ। मायाको संसारमा छुट्टै मायालु जोडी थियौँ हामी। रन्जु र म लोकी भेट्ने गर्थ्यौँ। मलाई भेट्न पाउँदा रन्जु धेरै खुसी हुन्थे। रन्जुले मलाई भन्ने गर्थे, रोहित, म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ। म तिमीलाई सधैँ आफूसँगै राख्न चाहन्छु। तिमीसँग छुट्न परे म कसरी बाँचुला? अनि मैले सम्झाउँदै भन्थे, रन्जु, किन यस्तो मन दुख्ने कुरा गर्छौ? म त सधैँभरि तिम्रो त हो नि, किन त्यसै मन दुखाउँछौ? सानो सानो कुरामा पनि तिमी सधैँ मन दुखाएर आँखाभरि आँसु झार्ने गर्छौ। मेरो पनि त यो संसारमा तिमी बाहेक अरू को नै छ रन्जु?
हेर, तिमी मलाई जति साथ दिन्छौ त्योभन्दा धेरै साथ म दिन्छु। जति तिमी मलाई माया दिन्छौ त्योभन्दा धेरै माया म दिन्छु तिमीलाई। अनि जिन्दगीको गोरेटोमा सँगै सुख दुःख काट्दै उकाली ओह्राली गर्दै तिमीसँगै सधैँ जिउँछु रन्जु म। तिमी सोच्ने गर्छु होला पहिले पहिले माया गर्छ होला भनेर। मबाट त्यसो कहिल्यै हुँदैन रन्जु। म तिमीलाई कसरी भनौँ मेरो जिन्दगीको कथा। यदि कुरा सबै तिमीलाई थाहा हुँदै पनि म मेरो वास्तविकता तिमीलाई सबै भन्नुपर्ने आवश्यक पनि छैन रन्जु। मेरो मायामा तिमी खुसी छौ, म तिम्रो मायामा खुसी छु। यो माया सधैँ हाम्रो यसरी नै अचम्बरी बनेर अगाडि बढिरहन्छ। म त यही भन्छु रन्जु तिमीलाई। तर कहिलेकाहीँ तिमी मसँग रिसाउँछौ र साह्रै मन दुख्छ रन्जु। म कसरी तिमीलाई भनौँ, यो संसारमा तिमीलाई मैले जति माया कसले देला र। हो रन्जु, तिमीलाई मैले जति माया कसले देला र। कसले देला तिमीलाई माया। मेरो साथी, यसरी हाम्रो माया सुख दुःख र हाँसो रोदनसँगै अगाडि बढिरहेको थियो। एक दिन दुई दिन गर्दा गर्दै गाउँमै चारैतिर हाम्रो मायाको बारेमा हल्ला भइरहेको थियो। हो मेरो साथी, यसरी हाम्रो मायाको बारेमा हल्ला हुनुभन्दा बिहे गरौँ भनेर रन्जुले भनेपछि हामी केही दिनमा बिहे गर्यौँ। बिहेपछि हामी झनै खुसी थियौँ। तर बिहे गरियो, आवश्यकता धेरै बढ्छ। म घरमा बसेर पनि हुँदैन। म सधैँ यस्तै सोच्ने गर्थेँ र मैले विदेश जाने निर्णय गरेँ। यो निर्णयमा रन्जु पनि बिस्तारै सहमत भएपछि म खाडी मुलुक कतार गएँ। हो मेरो साथी, नेपालमा बसेर विदेशको बारेमा कुरा गर्न जति सजिलो छ, तर विदेशमा गएर दुःख गर्दाको पीडा कस्तो हुन्छ त्यो त दुःखमा परेको मान्छेलाई मात्र थाहा हुँदो रहेछ। आफ्नै देश छोडेर अर्काको देशमा गुलामी गर्दाको पीडा मैले भोगेको छु। मेरो साथी, म विदेशमा हुँदा धेरै दुःख गरेको छु। मैले रातिमा काम गर्ने गर्थेँ। मैले आफ्नो ड्युटीमा हुँदाखेरि आफ्नै कामप्रति धेरै ध्यान दिने गर्थेँ। मैले दिनमा 15 घन्टा काम गर्ने गर्थेँ। पैसा पनि राम्रै आउने गर्थ्यो। अनि बेला बेलामा घरमा रन्जुलाई पठाउने गर्थेँ। यसरी नै दिनहरू बिस्तारै बिस्तारै बितिरहेका थिए। रन्जुसँग फोनमा धेरै समयसम्म कुरा हुने गर्थ्यो। फोनमा रन्जुले भन्थिन्, रोहित, तिमी कहिले घरमा आउँछौ? यहाँ तिमी बिना हरेक दिन सुन्ने लाग्न थालेको छ। हरेक दिन म तिमीलाई सम्झिरहन्छु। दिन पनि बिताउन धेरै गाह्रो भइरहेको छ। म सधैँ तिमीलाई सम्झिएर दिन बिताउने गर्छु। मेरो सपनामा आएर झनै झस्काउने गर्छौ तिमीले। हो रोहित, म सधैँ तिम्रै यादमा टोलाउने गर्छु। तिमी सधैँ मेरो लागि पर्खाइमा बसेका हुन्छौ सपनामा, अनि म भेट्न आउँछु। तिमी सधैँ सपनामा आएर झस्काउने मात्रै गर्छौ। तिमी छिट्टै आऊ है, म तिम्रै प्रतीक्षामा छु। हो मेरो साथी, यसरी रन्जुसँग फोनबाट धेरै हरेक कुरा हुने गर्थ्यो। रन्जु फोनमा रुने गर्थिन्। रन्जुले मलाई असाध्यै माया गर्थिन्। म पनि उनलाई धेरै माया गर्थेँ। मेरो साथी, जब आफ्नो मान्छेसँग छुट्टिएर टाढा हुनुपर्छ त्यही बेला झनै माया लाग्दो रहेछ। माया लागेर पनि के गर्न सकिन्छ र? 7 समुद्र पारीको देशमा
हुँदाको पिँढै फरक हुन्छ हो मेरो साथी। रातभरि ड्युटी गरेकाले दिनमा आफ्नै निद्राको लागि भए पनि सुत्नु पर्ने हुन्थ्यो। दिनभरि सुतेर फेरि रात परेपछि सही समयमा ड्युटी जानु पर्थ्यो। कहिलेकाहीँ बाटोमा जाम भएर ड्युटी जान ढिला हुने गर्थ्यो। ड्युटीमा ढिला आएको भनेर मालिकले गाली गर्थे अनि पैसा पनि काटिदिन्थ्यो। जति गाली गरे पनि सहनु बाहेक अरू केही पनि गर्न सकिँदैन थियो। त्यहाँको मान्छेहरूले गरेको व्यवहारले त कहिले घर जाने होला भनेर दिन गन्नु पर्थ्यो। त्यो खाडी मुलुकमा गर्मीले पनि धेरै नेपालीको दुखेसो एउटै बनाएको थियो। त्यहाँको गर्मीले धेरै नेपालीको ज्यान खाइसकेको थियो। कति नेपालीहरू त कतारको जेलमा मृत्युलाई पर्खेर बसिरहेका हुन्छन्। राम्रो काममा लगाइदिन्छु भन्दै नेपालबाट दलालहरूले धेरै नेपालीहरूलाई फसाउने गर्छन् अनि विदेशमा पुगेपछि एकदमै जोखिमपूर्ण काम, त्यो पनि आकाशमा उडेका चराहरू खस्ने गर्मीमा काम गर्नुपर्ने बाध्यता हुन्छ नेपालीको। कतिले त्यही पीडा खप्न नसकी आत्महत्या समेत गर्छन् हो मेरो साथी। रात दिन दुःख गर्दै जसोतसो दिनहरू कटिरहेका थिए। त्यहाँ बस्दा नेपालको धेरै याद आउने गर्छ। झनै त्यहाँको मान्छेको व्यवहारले त मरे तुल्य हुन्छ। त्यहाँ गाली गरेको सुन्दा त भक्कानो छोडेर रुन मन लाग्छ हो मेरो साथी। त्यो बेला घरको साह्रै याद आउने गर्छ। मलाई रन्जुको यादले पनि सताउने गर्थ्यो हो मेरो साथी। घरको साह्रै याद आउँछ। मेरो साथी, जिन्दगीको गोरेटोमा हरेक यात्रा हुँदो रहेछ। कोही यात्रा सुखको हुन्छ भने कोही यात्रा दुःखको हुँदो रहेछ। कहीँ हाँसो हुन्छ त कहीँ रोदन हुन्छ। सङ्घर्ष नै जीवनको एउटा फरक यात्रा रहेछ। सबैको सपना फरक होला, तर सपना पुरा गर्न सङ्घर्ष गर्नै पर्दो रहेछ हो मेरो साथी। म विदेशमा दुःख गर्दा गर्दै 3 वर्षपछि धेरै ठुलो सपना बोकेर नेपाल फर्किए। नेपालमा केही व्यवसाय गरेर बस्ने ठुलो सपना थियो मेरो साथी। जब म घरमा गएँ मेरो सबै सपना चकनाचुर भयो। सिसा जस्तै मेरो सपना फुटेर गए हो मेरो साथी। मैले जसलाई धेरै विश्वास गरेर कुनै शङ्का नगरी विदेशमा दुःख गरेर कमाएको पैसा उनकै नाममा पठाउने गर्थे, आज उनीहरूले मलाई धोका दिइन्। म घरमा आउँदा न त मैले रन्जुलाई पाउन सकेँ, न त मैले विदेशमा 3 वर्षसम्म दुःखमा रमालिँदै कमाएको पैसा नै पाउन सकेँ। मैले दुवै चिज गुमाउनु पर्यो हो मेरो साथी। मैले दुःखमा कमाएको पैसा जति लगेर रन्जुहरूकैसँग घरजाम जोडेर गइछन् मेरो साथी। मेरो कुनै वास्ता नगरी अर्कैलाई आफ्नो बनाएर मलाई छोडेर गइन्। म पीडामा धेरै छटपटाउने गर्थे। मैले जीवनमा सबैभन्दा धेरै माया रन्जुलाई नै गर्थे। उनी मेरो प्राण थिइन्, मेरो सब थोक उनलाई नै ठान्थे। सबै कुरा मैले उनीलाई नै मान्ने गर्थे। उनलाई मैले एकपटक भेट्ने ठुलो रहर थियो, तर उनको कुनै अत्तो पत्तो भएन हो मेरो साथी। रन्जुले मेरो जिन्दगीमा धेरै पटक धेरै ठुलो खेल खेलिन्। यदि उनी मसँग खुसी हुन्थिन् भने म उनलाई खुसीसँग हाँसी पठाउँथे, तर उनले त मलाई बीच बाटोमा ल्याएर छोडिदिइन्। पछाडिबाट छुरा हानेर गइन्। यस्तो बेलामा म के गरौँ, कसो गरौँ
म केही पनि सोच्न सकिनँ। खालि उनकै यादमा टोलाएर बस्न थाले। हो मेरो साथी, मेरो जीवनमा खुसी छाएर कहिले नमेटिने दाग लगाएर रन्जु गइन्। म त सायद कर्मले ठगेर आएको मान्छे रहेछु। जहाँ गए पनि ठक्कर मात्रै हुँदो रहेछ मेरो जिन्दगीमा। मेरो साथी, यसरी जिन्दगीले मलाई कहाँबाट कहाँसम्म ल्याएर छोडिदियो। चारैतिरबाट मेरो सबै बाटाहरू बन्द भए। धिक्कार लाग्दो जिन्दगीसँग सङ्घर्ष गरिरहेको छु। यसरी नै मेरो दिनहरू बितिरहेका थिए। हो मेरो साथी, यसरी हरेक दिन तडपिँदै बसेर केही हुँदैन भन्ने सोचले गाउँको एकजना दाइसँग फेरि पनि कामको सिलसिलामा काठमाडौँ गए। काठमाडौँमा गएर त्यहाँको एउटा इट्टा भट्टामा काम गर्न थाले। यसरी नै दिनहरू बितिरहेका थिए। म एक दिन तरकारी किन्न बजार निस्केको थिएँ। त्यसै बेला यो मेरा आँखाहरू एउटा सुन्दर युवतीसँग ठोक्किन पुगे। हो मेरो साथी, त्यो युवतीलाई देखेर म अचम्म परेँ। रहेको हेरिरहे त्यो युवतीले पनि मलाई हेरेपछि म झनै चकित भएँ। मेरो साथी, त्यो युवतीहरू कोही नभएर रन्जु पो रहेछन्। म रन्जु भन्दै उनीतिरै गइरहेको थिएँ, तर उनी पनि मलाई देखेर पनि नदेखे चाहिँ गरी त्यहाँबाट अघि पाइला सार्दै त्यहाँबाट गइन्। म पछि पछि गएँ। रन्जु भन्दै उनको पछि गइरहेको थिएँ, तर उनी अलि पर पुगेपछि गाडीमा चढेर गइन्। हो मेरो साथी, रन्जु मसँग नजिकमा भएर पनि नभेटेर गइन्। बिर्सेको मान्छेलाई फेरि देखेर यादहरू बल्झिएर आउन थाल्यो। किन जिन्दगीले यसरी घरिघरि चोटिदिन्छ। हो मेरो साथी, जिन्दगीमा जसरी बाँच्न खोजेको हुन्छु खुसीहरू ल्याएर मेरो लागि खुसीहरू चकनाचुर भएर फुटिदिन्छन्। छेनको छेन खुसीहरू धुलोमा मिसिएर उडेर जान्छन्। हो मेरो साथी, कुन जुनीमा पापले मैले यो जुनीमा आँसुको तालमा पिरोलिँदैछु। सायद मेरो जिन्दगीमा यस्तो घटना किन घट्यो म आफैलाई नै थाहा छैन। सबै चिज गुमाउँदै आएको मान्छे जिन्दगीमा आफ्नो जीवनसाथी बनाएर घरमै ल्याएको मान्छेलाई पनि सधैँका लागि गुमाउनु पर्ने यो मेरो कस्तो अभागी कर्म रहेछ। हो मेरो साथी, आज तपाईँलाई सुनाए। तपाईँको आवाजमा अलिकति भए पनि पोख्ने एउटा माध्यम पाए। म ज्यादै खुसी छु। मेरो घाउमा मलमपट्टि लाउने एउटा प्रयास गरिदिनु भएको छ तपाईँले। मलाई ज्यादै खुसी लागेको छ तपाईँको कार्यक्रम सुन्दा र यो कार्यक्रममा पत्र सम्प्रेषण गर्न पाउँदा। हो मेरो साथी, मेरो जिन्दगीमा घटेको यो वास्तविक घटना हो। मलाई यो घटनाले सधैँभरि झस्काइरहन्छ। घरिघरि मम्मीको यादले झस्काइदिन्छ त फेरि बल्झेर रन्जुको यादले मलाई आँखाबाट आँसु झार्ने गराइदिन्छ। कस्तो कर्म बोकेर आएको रहेछु म। कस्तो परीक्षा लिन्छन् भगवानले पनि। जहाँ गए पनि ठक्कर खाने मेरो जिन्दगीलाई आजभोलि यसरी चलाइरहेको छु। हो मेरो साथी, यसरी घरि चोट दिन्छ मलाई जिन्दगीले। थाहा छैन अझै जिन्दगीमा कति सङ्घर्ष गर्नुपर्ने हो, कति चोट खानुपर्ने हो। सङ्घर्ष गर्दै आज यहाँसम्म आएको छु। अझै पनि कति चोटको भारी बन्नुपर्ने हो। हो मेरो साथी, थाहा छैन। यसरी चोटको भारी बनेको छु। हवस् त आदरणीय श्रोताहरू, कार्यक्रम ढुकढुकीमा यतिन्जेलसम्म हामीले प्रस्तुत गर्यौँ आफ्नो नाम ठेगाना खुलाउन नचाहने साथीको
ढुकढुकीलाई हामीले आज स्थान दिएका थियौँ। पक्कै पनि उहाँको जिन्दगीमा घटेको त्यो घटनालाई आज यहाँ प्रस्तुत गर्न पाउँदा साह्रै आँखाबाट आँसु झरिरहेको अनुभव भइरहेको छ। तपाईँकै मनको साथी प्रकाश केसी पनि बिदा हुने अनुमति चाहन्छु। तपाईँको रात शुभ होस्, शुभरात्रि। भन्दा थे जसले